ल आउनुहोस्, यो दसैँमा छिट्टो मिठो अनि सजिलो तरिकाले मुलाको अचार बनाऊ। अचार अनि दसैँ नङ र मासुको झैँ सम्बन्ध। यसको लागि मैले एउटा मुला लिएको छु। यसलाई राम्रोसँग सफासँग पखालेर एकछिन ओभाउन छोडिदिएँ। अब म यसलाई काट्न रेडी गर्दैछु। अनि यो अचार हाल्दाखेरि जहिले पनि म नेपालमा हजुरआमाहरूले भनेको सम्झन्छु दसैँको बेलामा, ल दसैँ आउन आँट्यो है केटाकेटी हो, अचार सचार हाल्दै गर, सजिलो हुन्छ नि पछिलाई, दसैँ तिहारलाई भन्नुहुन्थ्यो क्या। अनि काँक्राको खल्पी, मुलाको अचार, दुले अचार, होइन, तिलको आलसको बनाउने चलन थियो। अनि यो मुलालाई राम्रोसँग मसिनो तरिकाले काटिसकेपछि भनेको तपाईँले यसलाई एक घाम राम्रोसँग लागेको घाममा एक घाम सुकाउनु भने राम्ररी सुक्छ। तर तपाईँले ठुल्ठुला चाना बनाउनु भयो भने चाहिँ यसले अलिक टाइम लिन्छ। त्यही भएर मसिनो चाना बनाउनु भने यो एकै दिनमा राम्रोसँग सुक्छ। यत्तिको सुकिसकेपछि भनेको अब मेरो मुलाको अचार हाल्न रेडी भइसक्यो। यसको लागि मैले एउटा सफा बल लिएँ, त्यसमा मैले सुकेको मुलाको चाना हालिदिएँ। यो यसरी राम्रोसँग सुकेको मुलाको अचार तपाईँले पछि खाँदाखेरि मुला होइन सिन्कीको अचार खाए चाहिँ फिल हुन्छ। यसको लागि मैले सुकेको खोर्सानी लिएको छु। तपाईँले हरियो खोर्सानी पनि लिन सक्नुहुन्छ, तर म चाहिँ सुकेको खोर्सानी प्रिफर गर्छु। अनि थोरै बेसार, अनि जिरा धनियाँको धुलो र स्वादअनुसार नुन र स्पेसल यसको मेन इन्ग्रिडियन्ट भनेकै तोरी भुटेको धुलो। अनि मैले प्यान बसाएर तोरीको तेल राखेको छु र यसमा मेथी पड्काएँ। तर तपाईँले अरू तेल पनि युज गर्न सक्नुहुन्छ, तर तोरीको तेलले अचारमा भिन्दै डिफ्रेन्ट अथेन्टिक फ्लेभर ल्याउँछ र यसलाई मैले जैँ झानिदिएँ। यति भएपछि लगभग मेरो अचार अब बोतलमा हाल्नको लागि रेडी भइसक्यो। यसलाई मैले बस राम्रोसँग मिक्स गर्न मात्रै जरुरी छ। जब तपाईँले अचारलाई राम्रोसँग मिक्स गर्नुहुन्छ नि, त्यसको नुन बेसार मसला उसको चाहिँ रोममा जान्छ क्या, बुझ्नुभयो नि। त्यसको राम्रोसँग भित्र छिरिसकेपछि भनेको एकदमै मिठो हुन्छ है यो अचार। हेर्नु न, अहिले नि खाउँ जस्तो छ कि छैन। टक्क यसमा कागती निचर भने पनि अहिलेको लागि आलु अचार त बनाऊ। अब यो मैले राम्रोसँग मिक्स गरिसकेपछि यसलाई म बोतलमा राखेर राम्रोसँग खाँदिदिन्छु। जति तपाईँले राम्रोसँग खानुहुन्छ नि, तपाईँको अचार त्यति नै राम्रो मिठो स्वादिलो भएर आउँछ। राम्रोसँग नखाँदिएको अचारमा हावा पस्ने हुँदा अथवा के हुँदाखेरि पनि राम्रो नहुने, ढुँडी पर्ने हुन्छ। त्यही भएर तपाईँले जति अचार खानुहुन्छ त्यति राम्रो हुन्छ है त गाइज। तपाईँले के को अचार बनाउनु भयो दसैँमा भन्नु है त। ह्याप्पी दसैँ, थ्याङ्क यू।